तर फेरि के खाइक्यो भन त के खाइक्यो तिमीले एकछिनमा सेलाउँछ आलु झोल खाऊ पुइ गर अब आलु खाऊ हिजो तिमीले के खाएको रहेछ र हिजो हिजो क्या कसले बनाएको त कस्तो बनाउनु भएको छ तिमीले कति खायो नि के मामा लट्टे त अस्ति खाएको लट्टे अस्ति खाएको हिजो खाएको के अरे हिजो खाएको भनेको हिजो बिरयानी अलिक के खान लाग्यो त तरकारी होला नि तरकारीमा नुन चिया आयो नि त आछ तरकारी मिठो छ सकाउ पहिला अर्को जस्तो राम्रो बनाऊ खाइ सबै खाइसकेर फिनिस गरेर अनि माम खाने गयो त कोसँग खान्छ बाबासँग माउसँग घरि उता घरि उता गरेर खाने हो यस्तो बाते हुनु पऱ्यो सिकाएको त्यो अर्को पनि खाइदियो भए खाऊ आलु नै हो सानो आलु बाबु हेन्टा हो क्या अस्ति तिमीले टिपिथ्यौ है अस्ति नै मामा घर आमा तिमी बाटो भएर टिपेथ्यौ है त्यही त हो भेन्टा खाऊ त कस्तो छ तितो छ कि नमिठो तितो छ कि खाइथ्यौ है अघि तितो छ कि गुलियो छ कति मिठो यम्मी यम्मी छ मोमो भनेर कसरी खान्थ्यौ अहिले नि खाऊ त कति तिमीले अस्ति आफै टिपेथ्यौ है कस्तो छ केसको तरकारी रहेछ छोरो आलु र के भेन्टा होइन हो त नानी केसको आलु र अनि तिमीले आज दिउँसो खाजा के खाइयो त कस्तो भन्न भन्ने र अनि तेरो घर बाको नाम के हो र छोरो
तिमीलाई थाहा भयो भन्छु त नारायण हो अनि आमाको नाम के हो त आमाको नाम हरेकला हो अनि त्यसपछि तिम्रो दिदीको नाम के हो त फनिसा हो अनि भाइको नाम के हो त पनिल हो अनि ठुलोमामाको नाम के हो त प्रकाश हो नाम के हो छोरो तिम्रो मामाको नाम बाको नाम होला नि कृष्ण पौडेल त तिम्रो मामाको नाम क्या मामाको नाम तिमीलाई थाहा नै छैन हो गौरव हो अनि गौरव मामाले कहाँ पढ्नुहुन्छ अरे कुन स्कुलमा अमरसिंह स्कुलमा हो अनि बाबाको अफिस कहाँ हो त कहाँ हो गोर्खा हो बाबाको अफिस गोर्खा हो पृथ्वीचोक हो अनि बाबाले केमा काम गर्नुहुन्छ त केमा अरे बाबाले काम गर्ने अनि तिम्रो ठुलोमा कहाँ हुन्छ अरे छोरो कहाँ हो कहाँ हुनुहुन्छ अरे कहाँ हुनुहुन्छ तिम्रो ठुलोमा जापान हो अनि तिम्रो देशको नाम के हो त अनि